हेलो गाइजहरू, वेलकम टु माई ब्लग। कस्तो हुनुहुन्छ तपाईँहरूलाई? होप यो सन्चै हुनुहुन्छ होला। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला। मन परे सब्सक्राइब, लाइक गरेर कमेन्ट गरिदिनु होला। किन रुन्छन् नारी? पुरुषहरूले कहिले पनि सोध्दैन। साँच्चै अब त जिन्दगीदेखि थाकिएको छु है गाइजहरू। कसैले गुनासो गर्न मन लाग्दैन, कसैलाई केही भन्न मन लाग्दैन है। भन्नुपर्ने कुराहरू धेरै भनिसकेँ, धेरै गरिसकेँ। मेरो भावनालाई चाहिँ खेल्यो, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। मेरो भावनाले चाहिँ कहिले पनि बुझेन अनि बुझ्ने प्रयास पनि गरेन। म बारम्बार भन्ने गर्थ्यो है, धेरै वर्ष भइसक्यो कि मैले यस्तो नगर, मलाई यस्तो गर न। मसँग खुसी हुने अरू अप्सनै छैन। अब तिमीलाई म गुनासो गर्नै छोडिदिन्छु। तिमीले मलाई केयर गर नगर होइन, तिम्रो अँगालोको पनि आशा छैन। तिम्रो माया अब गर्छौ तिमीले, थाहा छ है, तर तिम्रो अँगालो, तिम्रो केयरको चाहिँ मलाई आशा छैन। अब चाहिँ म बिस्तारै परिवर्तन हुँदैछु है। अब पहिलाको जस्तो म तिमीले नभेटिन सक्छ है, त्यसको लागि गुनासो नगर्नु होला। म पीडामा हुँदा, म आँसुमा हुँदा थमथमाउने तिम्रो हात कहिले पनि थिएन। आशा थियो अब तिमीले त्यो हात थमथमाउँछ कि भनेर धेरै आशा गरेको थियो। त्यो मेरो आशा निराशामा बदलिएको छ। गुनासो छैन, अब त गर्दिनँ पनि, तिमीले गर्दैनौ पनि, म आशामा छैनौ पनि। जे छु खुसी छु। आफ्नै जिन्दगी देखेर आफै म खुसी हुने प्रयास गर्दैछु। अबको परिवर्तन तिम्रो लागि हुनेछ। हस् त, धन्यवाद। मेरो भावनालाई खेल्ने तिमीलाई म केही पनि भन्न सक्दिनँ, चाहन्न पनि। किनभने तिमी कहिले परिवर्तन हुँदैन पनि। किन हुँदैन भनौँ भने मैले त्यति वर्ष तिमीलाई वेट गरेको हो है, तर पनि अझै बुझ्छ कि भनेर कति बसेँ, तर म अहिले हारेँ, धेरै हारेको छु है। तर पनि खुसी छु होइन। सधैँ अब सपनाहरू सबै पुरा हुन्छ भन्ने पनि छैन नि त। अनि कतिपय धेरै नै एक्लो फिल हुन्छु। अनि मेरो अब कोही पनि अब यताउता सेयर गर्ने मान्छे पनि हुँदैन, तर पनि अब खुसी छु है। अहिले जसो बाँचिरहेछु एकदम मलाई चाहिँ गाह्रो भइरहेछ। आजभोलि चाहिँ धेरै नै गाह्रो भइरहेछ। अनि आफैले एकदम आत्मग्लानी भइरहेछ कि म किन यस्तो भएछु भन्ने टाइपको भएको छ। म अब बिस्तारै मेरो लाइफलाई चेन्ज गर्दैछु, मुभ अन हुँदैछु। अब म चाहिँ विदाउट होइन, म एक्लै रम्छु है। म मेरो इच्छाले हिँड्छु अनि मलाई जस्तो गर्न मन लाग्छ म त्यही हिसाबले हिँड्छु भन्ने मैले सोचिरहेको छु। अब म परिवर्तन हुनुपर्छ अनि हुन्छु नै पनि। धन्यवाद हेरिदिनु भएकोमा। अनि कस्तो लाग्यो त तपाईँहरूलाई मेरो ब्लग? मन परेमा लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला।